तपाईहरुले अल इज वेल भन्ने डायलग त सुन्नु भएको छ नि त्यो फिल्ममा त्यस्तो धेरै नराम्रो कुरा भइरहेको हुन्छ लाइफमा हैन कस्तो नराम्रो कुरा भइरहेको बेलामा पनि सो अल इज वेल भन्दै सबै कुरा ठिक छ भन्दै आफूलाई सम्झाएर आएको हुन्छ सो यसै गरी हामीले पनि हाम्रो जीवनमा पनि जस्तोसुकै नराम्रो केसमा पनि जस्तोसुकै नराम्रो सिचुएसन हुँदाखेरि पनि जस्तोसुकै नर्भस हुने सिचुएसनमा पनि इफ तपाईले चाहिँ सबै कुरा ठिक छ सो डराउन जरुरी छैन आत्तिन जरुरी छैन सबै कुरा ठिक छ भनेर यदि तपाईले आफूले आफूलाई यसरी सोच्नु भयो भने डर अलिकति कम हुँदै जान्छ सो गर्ने के भन्दाखेरि तपाईलाई मनमा एकदम धेरै डर हुन सक्छ भित्र एकदम धेरै नर्भसनेस हुन सक्छ तर अनुहारमा त्यसलाई देखाउन नखोज्ने कन्ट्रोल गर्ने फेसमा चाहिँ एकदम स्माइल गरेर डर लागिरहेछ भित्र तर फेसमा चाहिँ एकदम स्माइल गरेर बस्ने यो गर्नुभयो भने त्यो तपाईको भित्रको डर पनि बिस्तारै कन्ट्रोल हुँदै जान्छ डर मात्रै पनि हैन आफ्नो जीवनमा आउने विभिन्न समस्याहरू विभिन्न तनावहरूबाट पनि त्योसँग लड्न सक्ने क्षमता वृद्धि हुँदै जान्छ इफ हामीले सबै कुरा ठिक छ भनेर आफूलाई काम डाउन गर्न सक्यौं भने